ल आज तपाईँलाई म एउटा हाम्रो स्थानीय कलाकार मेरो बाजे पनि पर्नुहुन्छ उहाँ एकदमै वयोवृद्ध एकदम असल व्यक्ति एकदमै अहिलेसम्म राम्रो काम गर्दै आएका एकदम धेरै राम्रो स्थानीय कलाकार उहाँको एउटा भाका पनि तपाईँलाई सुनाउन चाहन्छु। फर्स्ट सबैलाई नमस्कार भन्न चाहन्छु। आज चाहिँ म तपाईँलाई राम्रो गीत पनि सुनाउने छु, उहाँसँगको छोटो मिठो भालाको साथी पनि तपाईँलाई म राम्रोसँग सुनाउने छु। त्यसको लागि सबभन्दा पहिले त बाजेलाई मैले ढोक दिया आराम छ बाजे एकदम ठीक छ बाबु, ठीक छ हैन? तमुसेर पनि स्थानीय कलाकार हो क्या? हजुर हजुर। एकदमै गाउँमा भएका नराम्रा कुराहरू विकृतिहरू एउटा केही अभावको कुराहरूलाई पनि तम बताइराखन्छ, समेटिराखन्छ। उसरी पनि केही समस्या यदि 3 नम्बर वडामा कुनै पनि वडामा यदि त्यस्तो खालको समस्या आयो भने त अनुसारले तम उलाई सबैलाई जानकारी गराएर त्यसलाई सुधार्ने बाटो पनि रोजिराखन्छ। त्यसो अर्दै गर्दाखेरिमा अब उहाँ जसो एउटा असल व्यक्तिलाई मैले एकचोटि भेट्नै पर्छ मलाई मनैदेखि मैले सोचेको थिएँ, तर आज भेट्न पाउँदा मलाई पनि खुसी लागिरहेछ। के सबै त मेरो हालखबर ठीक छ? एकदम ठीक छ बाबु, ठीक छ। म सर्वप्रथम के भन्न चाहन्छु भने हामी नेपाली हौं, नेपाली जनता दुखी छ, गरिब छ, गरिबको बारेमा म अलि चिन्तित छु। र आज यो नातिसँग मैले भलाकुसारी गर्ने बेलामा एक दुई शब्द उहाँले भनिदिनु पर्यो बाजे भनेर आदर गर्नुभयो, त्यसै उपलक्ष्यमा भन्न गइरहेको छु। ठीक छ, मान्छे आफ्नो नतिजामा कोही तल हुन्छ कोही माथि हुन्छ, त्यो आफ्नो तजबिजको कुरा हो। तर देशमा तहल्का भइरहेको छ, मान्छे गरिबका गरिब छन्, धनीका धनी छन्, तर यो किन यस्तो विकृति भयो? त्यही त, त्यहीमा अरू कुरा पनि जसरी अहिले हाम्रो अहिले दसैँ तिहार, अब तिहार एकदमै राम्रो चाडपर्व चलिरहेछ हिन्दूहरूको एउटा। सबभन्दा पहिला त दीपावलीको सबैलाई शुभकामना पनि दिन चाहन्छु हैन? दीपावलीको पक्षमा तपाईको दीपावली कस्तो भइरहेछ, दीपावलीको केही टुक्काहरू केही एउटा गीतहरू तपाईको भाकामा एउटा ठाडे भाकामा जुनसुकै भाका पनि छ तपाईले गाइदिनु पर्यो। एउटा सबैजनाले भनिरहेछन् कि त्यसो कलाकारहरू व्यक्तिहरूसँगको एउटा मिठो गीतहरू भएपछि हैन तपाईको भाकामा एउटा सबभन्दा पहिले सबैलाई एउटा गीत सुनाइदिनु पर्यो। धन्यवाद, म तपाईलाई धन्यवाद दिन चाहन्छु। अब यो भन्न त सबै साथीहरूले स्थानीय कलाकार नै भन्छन्, तर भए जतिको र मैले बुझे जतिको एउटा गीत गाइदिन्छु। स्वीकार्नुहोस् मेरो गानालाई। सबै साथीभाइहरूले राम्रो माने सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला, ओके सपोर्ट पनि गर्नु होला। जति सक्दो अहिलेसम्म सबैले सपोर्ट गर्नु भएको छ, अझै पनि उहाँलाई सपोर्ट गरेर उहाँलाई हौसला आओस् कि मैले जुन क्षेत्रमा जुन राम्रो काम गरिरहेको छु त्यो राम्रो छ भन्ने उनलाई पनि हौसला मिलोस् हैन? र त्यो उपलक्ष्यमा एउटा छोटो राम्रो एउटा भाकामा एउटा गीत गाइदिनु पर्यो कि तपाईँले। ल झमको डालीमा डोटी राम्रो डाँडेल, धोरा डालीमा यो छाम राम्रो साप्या, झमको डालीमा मलाई पान उडाइ लैजा डालीमा हिउँचोलीका डाँफ्या, झमको डालीमा राम्रो राम्रो काम गर्नु, डालीमा राम्रो राख्नु भावना, झमको डालीमा 2082 सालको दीपावलीमा डालीमा सबैलाई शुभकामना, झमको डालीमा 2082 सालको डालीमा सबैलाई शुभकामना। यति भन्दा यो 82 सालको दीपावलीको सबैलाई पुनः पुनः शुभकामना दिँदै बिदा हुन्छु। हस्त, नमस्ते सबैलाई, नमस्कार।